अनेस्टली भनिदिन्छु कि मेरो यस्तो बिहे गर्ने इन्टेन्सन त थिएन होइन। यदि कोही मान्छेसँग चित्त बुझ्यो एकदमै राम्रो लाग्यो होइन भने रिलेसनसिपसम्म ठिक थियो होइन। तर बिहे नै गर्छु भनेर चाहिँ त्यस्तो सोचेर चाहिँ आएको थिएन तर अब त्यस्तो मन मिल्ने अब भइ नै हाल्यो भने भइहाल्यो लाइक अब बिहे गरे पनि पछि गर्ने अहिले नै रिसेन्टली नै अब सो गर्ने बित्तिकै बिहे गरिहाल्ने भनेर चाहिँ त्यस्तो थिएन। ल ठिक छ, त्यो अब सबैजना अब त्यो बिहे नै गर्छन् को आउँछ र होइन। तिम्रो के छ श्रुतिसँग बिहे कहिले गर्ने हो? लेङ्गा त किनिदिन पर्छ तिमीले मलाई। यस्तो छ है, अब तिमीलाई म साथीको नाताले पनि अब त्यो उपहार दिन सक्छु, त्यो ठुलो कुरा भएन होइन। आफूले मनले चाह्यो भने सकिन्छ हेर उसखान होइन। अब बिहे भनेको कुरा हाम्रो बिहे कहिले हुन्छ भनेको सायद ब्लाइन्ड डेटका अब जो टिमहरू छ हामीसँग म टिम सबैलाई इन्फर्म गर्छु। अब कन्टेस्ट नै हो त तिमीहरू त अब साथी भएर तिमीहरूलाई त अब इन्भाइट नआउने भन्ने कुरै हुँदैन। स्पेसल इन्भाइट चुले निम्तो आउँछ भनेको घरका सब परिवारसित आउनु है भनेर गरिने निम्तो है आउँछ। त्यो देखिन्छ एक दिन हात बिहे जस्तो कुरामा फेरि मुस्कान छिटै डिसिजन लिनु हुँदैन क्या, धेरै कुरा सोच्नुपर्छ। यत्रो 1-1.5 वर्ष त भइसक्यो त यार। भइसक्यो अब मान्छे 7 वर्ष रिलेसनसिप बसेर बल्ल 10 वर्षमा बिहे गरे हुन्छ भने अब त्यो जाबा हाम्रो त 1.5 वर्ष भइरहेको छ। त्यस्तो हुँदैन के।